हिजो 35 वर्ष सरकार चलाउनेहरू र आज सत्ता चलाउनेहरू बिचमा केही फरक देखिएन। सम्माननीय सभामध्ये हिजो उनीहरूको 2/3 र बहुमत थियो, 33 किलो सुन काण्डको निष्पक्ष छानबिन गरौँ भनेर भन्दा उनीहरू तयार भएनन्। आज करछली र इबी गाडीको भन्सार दर रेटको चुहारको मुद्दामा निष्पक्ष छानबिन गरौँ भन्दा तपाईँहरू तयार हुनुहुन्न। हिजो उनीहरूको सरकार थियो, अदालतमा दर्ता भएका मुद्दा आफै फिर्ता लिन्थे, आज तपाईँहरूको सरकार छ, तपाईँहरू अदालतको मुद्दा आफै फिर्ता लिनुहुन्छ। हिजो उनीहरूको विपक्षमा बोल्दा झुटा मुद्दा लगाइन्थ्यो र अदालत देखाएर तर्साइन्थ्यो, आज तपाईँहरूको विपक्षमा बोल्दा अनुसन्धान निकाय र विभिन्न राज्य संयन्त्रको नाम लिएर दबाब सिर्जना गरिन्छ। हिजो उनीहरूको मन्त्री खुलमखुला धम्की दिन्थे, आज तपाईँहरूका मन्त्री संसदको रोस्टरमा बसेर धम्कीपूर्ण भाषण प्रयोग गरिरहेका छन्। हिजो उनीहरूका विरुद्धमा बोल्दा कार्यकर्ताले सडकमा आक्रमण गर्थे, आज तपाईँहरूका विरुद्ध बोल्दा तपाईँहरूका कार्यकर्ता सामाजिक सञ्जालमा सङ्गठित रूपमा चरित्र हत्या गर्छन्। फरक यति मात्र हो, आक्रमण हिजो सडकमा हुन्थ्यो, आज डिजिटल माध्यमबाट। हिजो आक्रमण भौतिक रूपमा हुन्थ्यो, आज मानसिक रूपमा। हिजो पनि राज्य शक्तिको प्रयोग गरेर असहमतिको आवाज उठाउनेलाई दबाउने प्रयास गरिन्थ्यो, आज पनि गरिँदैछ। हिजो पनि आलोचकलाई शत्रु ठानिन्थ्यो, आज आलोचनालाई विकास विरोधी ठानिन्छ। फरक के रह्यो तपाईँ र उनीहरू बिचमा? फरक यति मात्र छ कि चुनाव चिन्ह फरक छ, अनुहार फरक छ, तर व्यवहार उही छ, प्रवृत्ति उही छ, सत्ता जोगाउने शैली उही छ। जनताले अनुहारको परिवर्तन, शासन शैली र संस्कार परिवर्तन खोजेका हुन्। दुःखको कुरा अनुहार फेरिए पनि व्यवहार फेरिएको देखिएन। त्यसैले प्रश्न सत्ता परिवर्तनको होइन, प्रश्न शासनको चरित्र परिवर्तनको हो। अनुहार फेरिएर मात्र पुग्दैन, व्यवहार फेरिनुपर्छ।